कान्छा खुट्टा राम्रोसँग समात है। ल ल दाइ। अनि महिला सिङ दरसँग समात है। ल ल दाइ। रोकिनुस्। तपाईँहरूलाई लाज लाग्दैन? किन र? बाबा खसीको गेडा देखिएर होला। होइन, किन मारन लाउनु भएको बिचारा जनावरलाई? मासु खाना। दसैँमा नयाँ गाडी किनेको खुसियालीमा बलि दिन लाग्यो भाइ। तपाईँ नै खाने भाइ आउनु न, दिन्छौँ 2-3 चौटा। जो भाइ त्यसलाई नबोला त कान्छा। कति पढ्नुपर्छ तपाईँले? डिग्री पास हो किन र? अनि यस्तो अन्धविश्वासको पालना गर्नुहुन्छ तपाईँ? अन्धविश्वास रे साँच्ची हुन्छ। मेरो दाइले गाडी किनेर बलि नदी रक्सी घाट चलाएर आफ्नो ज्यान गुमाउनु भएको थियो के? होइन के बोल्छ यो गेडे दाइ? विदेशतिर चाहिँ एक्सिडेन्ट भएको भइ छ होला होइन? भनेपछि तिमीले के काम गर्छौ भाइ? मैले बेरोजगार हो अङ्कल। त्यही भने ज्ञान दिन आकोस्। आफ्नो बाटो लाग साला शाकाहारी। बेरोजगार त तेरो बाउ पनि रहेछ नि। मतलब बाबा साइलो अङ्कल कतिखेर आउनुहुन्छ नि? अझ साइलो पनि छ? उयो कान्छा खुट्टा राम्ररी समात है। ए मुर्दार मेरो होइन के खसीको। अब कहाँ भाग्छस्? हाम्रो खसी दे छिटो। चुप लाएर खसी दिएर जा, नत्र तँलाई खसी बनाइन्छौँ। तँसँग अरू अप्सन छैन। कान्छा महिला तेरो समात है। थ्याङ्क यू मानव, तिमी रहेछौ अलिकति मानवता भएको मान्छे। यस, योपालिको दसैँमा टन्न मासु खान पाइयो।